थाहा छैन यो स्वतन्त्रता हो या अरू केही। सन्देशहरू बीचको खालीपन, अनगिन्ती स्क्रोलपछि आउने मौनता, एउटा बन्द ढोका जहाँ ढकढक्याउन आउँदैन कोही र परेको पनि छैन आउनु। बिना तारको अन्तर्जालको हल्का सिग्नल मुनि एक्लोपनले गाड्छ आफ्नै झन्डा सूचनाहरूको साम्राज्यमा। पढेर हेरेर वा भनौँ व्यवस्था गरिएका हरेक सन्देशले सम्झाउँछ बारम्बार तम्तमाइलो यथार्थ। र पनि हामी भन्छौँ स्वतन्त्र छु म, चयन गर्न, हिँड्न, बोल्न, मन लागेको संसार बनाउन। जान्दा जान्दै पनि कि सीमित छन् हाम्रा विकल्पहरू पिक्सेल र प्लेलिस्टभित्र। हाम्रा स्वरहरू प्रतिध्वनित हुन्छन् एल्गोरिदमका पर्खालहरूमा। अनिदा रातहरूमा फिल्टरको उज्यालोमा हाँस्दै एक्लोपनले लगाएको छ स्वतन्त्रताको अनुहार र स्वतन्त्रताले बोकेको छ एक्लोपनको नजर। दुवै एउटै हुन् सायद, प्रतिबिम्ब हुन् सायद, इच्छाबाट फुटेको ऐना जसको चाहना हुन्छ जोडिन र अलग रहन पनि। यस शान्त शताब्दीमा हामीले सिकेका छौँ दुवै पाटोसँग बाँच्न। थाहा छैन आज कुन पाटो फर्किन्छ सूर्यतिर।